हेलो गाइज दुईजनाले सिका के भन्नु अरे हेलो गाइज सानो के भन्नु अरे हेलो गाइज केकलाई के भन्छ अरे के अरे रोजिनी के भन्नु छ आज कति दिन भयो आफ्टर 2 years हामी सबैजना भेट भयो धेरै खुसी लागेको छ हामी त सिलगढीमै भएर पनि भेट हुँदैन त्यहीको त्यही भएर पनि भेट हुँदैन शिलङबाट पनि आयो बहिनी मजा आयो एकदम थाकेको छुइनँ म त घरिघरि यस्तो थाक्नु पाउँदैन यिनीहरू किन हाँस्दैछ हेरौँ न तेरो घर चाहिँ शिलङ हो म त को आयो शिलङबाट भिभिआइपी हो नि त ऊ म्याम चाहिँ एक जना इन्ट्रोड्युस ल एक जना इन्ट्रोडक्सन ल हाउडेमा ल भन्नु नमस्ते तपाईँ के भन्नु चाहनुहुन्छ के खानुभयो अहिले भर्खर मैले 3 दिन है भाउजू चप्ली हेर्नु चुटिरहेको छ भाँडा धुँदा मैले धुनु भनेको छ तपाईँले तिमीलाई के भन्नु छ अरे मलाई केही भन्नु छैन भाउजूसँग भेटे खुसी लाग्यो मजा आयो भाउजू रिस उठ्न छ अरे अघि भन्दै थियो कहाँ भन्यो मैले रिस उठ्दा भएन नि मन नपरेको मान्छे घरमा आउँदिन भन्नु भयो नि त अन्त कस्तो लाग्छ अरे राम्रो लाग्छ नि आफै जबरजस्ती उयो गर्दै हिँडेको है तपाईँ फुलकोपी खानुहुन्छ यो के गर्नु के गर्नु तपाईँलाई के भन्नु चाहनुहुन्छ के भन्न चाहदिनँ पुरानो राम्रो भयो एकदम त्यही भन्न चाहन्छु बुढीलाई राम्रो काम गर्यो बुढीसँग एकछिन अब आज उसले मलाई पुरा एउटा कुरा भन्छ कि द्याट आई एम इरेस्पोन्सिबल मलाई नि उसले पुरा इरेस्पोन्सिबल भन्छ कि अन्त अहिले के भन्नु छ मलाई अहिले चाहिँ निकै 2 दिन बनाएको हाम्रो घरतिर आएर बनाउँछ मन दुख्यो नि त आउँछ नि त अब दाजुहरूकोतिर गीताहरूकोतिर घुमेर मात्र उसले भ्लग बनाएर पुरा मन दुखेछ हौ बढी मान्छे पुरा अप्ठ्यारो भयो यतानिर आउँछु काकी आउँछु टाउको उम्लिँदै भएमा आउँछु हाम्रो कस्तो मधु दिदीले त झन् बिर्स्यो अरू बेला के हुन्छ त्यो चोर बाटोमा न गाडी हुन्छ न लास्टमा त मधु रिजालको छोर यता चाहिँ हाम्रो भाइ छ हो राम्रोसँगले त के यो चाहिँ नहाल है मैले के भनेको